हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो है। आज म गहुँ काट्न जाँदैछु होइन। गहुँ काट्न जानुका साथै सँगै ब्लग पनि बनाइदिउँ भनेर है। साथीहरू मेरो भिडियो चाहिँ हजुरहरूले अन्तिमसम्म हेरेर साथ दिनु होला र लाइक कमेन्ट सेयर र फलो साथै सब्सक्राइब गर्न नबिर्सनु होला साथीहरू। आज म गहुँ काट्नको लागि बाटो लागिसकेँ। फुपूको गहुँ पाकिसक्यो रे, त्यसै कारणले म चाहिँ अब गहुँ काट्ने ठाउँमा जानलाई अब बारीको बाटो बिचतिर म जङ्गल पाइ हिँडिसकेको छु गाइज। हजुरहरूलाई म के भन्न चाहन्छु भने मलाई अहिलेसम्म साथ सपोर्ट गर्नुभएको निम्ति म धेरै धन्यवाद दिन चाहन्छु। अब म गहुँ काट्ने ठाउँमा जाँदैछु गाइज। मेरो भिडियो कस्तो लाग्छ कमेन्ट बक्समा भनिदिनु होला। मैले अझै कस्तो भिडियो गराउनु पर्यो हजुरहरूको सुझाव अनुसार नै मैले भिडियोहरू बनाउने छु गाइज। हजुरहरूले असल सुझावहरू दिनु होला। म चाहिँ अहिले साइकलमा छु गाइज, साइकल चलाउँदैछु। एउटा हातमा मोबाइल र अर्को हातमा साइकल कुदाउँदैछु। अब म जङ्गलमा पुगिसकेँ। साइकल चाहिँ घरमा छोडेर आएको छु। त्यहाँ पोलतिर एउटा घर थियो, त्यही घरमा छोडेर म जङ्गलभित्र पसेँ। जङ्गल बाटो हुँदै म गहुँ काट्ने ठाउँमा पुग्नेछु। म चाहिँ हजुरलाई यो म हिँडेको यात्रा र गहुँ काट्ने ठाउँसम्म पुगेको सुरुदेखि अन्तिमसम्म देखाउने छु गाइज। हजुरहरूले हेर्नु होला सँगसँगै होइन। म भ्लग बनाउँदै गर्नेछु र हजुरहरूले हेर्दै गर्नु होला। यो अब म तपाईँहरूलाई चाहिँ के देखाउँछु भन्दा अब एउटा सानो पोखरी देखाउँछु है गाइज। हजुरहरूले हेर्नुहोस्, त्यहाँ सानो एउटा पोखरी देखाउनलाई म जाँदैछु। हजुरहरूले हेर्नु होला। ल म चाहिँ फर्किएको है। त्यहाँ एउटा अलि अप्ठ्यारो बाटो थियो, त्यही भएर एउटा खाल्टो थियो कि बिचमा, त्यसै कारणले म फर्केँ। अब आइसकेको छ गाइज। अब यो एरिया पुरै भरिन्छ है। बर्खामा त यो एरिया पुरै भरिन्छ होला। तर अहिले चाहिँ पानी नआएको कारण, पानी कम आएको कारणले चाहिँ सानो एउटा पोखरी मात्र छ। म त्यो पोखरी चाहिँ हजुरहरूको सामुमा प्रकट गर्नेछु। यस भिडियो मार्फत हजुरहरूले हेर्न सक्नुहुन्छ। ल पोख्नुहोस्, केही समय अब आइसकेको छ। यो भाग चाहिँ अब आइसक्यो गाइज, पोख्नु ल। यो जङ्गल पनि सानो जङ्गल है, ठुलो जङ्गल होइन। यताको भाग पनि भरिन्छ होला पानी आए त। यही हो सानो पोखरी। यो पोखरी छिम म गएर यतिकिन एक डुमसम्ममा म भिडियो बनाइहालिदिन्छु गाइज। हजुरहरूले एक डुमसम्म हेरिहाल्नुहोस् ल। सानो दृश्य यो भिडियो। यहाँ चाहिँ एउटा भेकुटाहरू पनि बसोबास गर्छन् होइन। धेरै जलीय जीवहरू बसोबास गर्छन्। यहाँ फेरि भैँसीहरू पनि आउँछन्, खाल खेल्न हो कि के भन्छ त्यसलाई। अनि साथै वनगाई भन्नेहरू धेरैले यहाँ पानी खानको लागि साथै यहाँ पौडनको लागि आउँछन् गाइज। यो किनभने जङ्गलको बिचमा छ, त्यसै कारणले यहाँ विभिन्न प्रकारका जन्तुहरू आउने गर्छन्। गोरुहरू छोडिएका, वनमा छोडिएका गोरु अनि भैँसीहरू पनि आउने गर्छन् गाइज। अब म हजुरलाई यति माथि अब यहाँबाट निस्किने कोसिस गर्दैछु। अब यहाँ चाहिँ अलि थोरै जान्ता जुन्ती छ कि हो कसरी जाने भनेर म सोच्दैछु है। सूर्यको दृश्य हेर्न न कति बबाल देखिरहेको छ। यो त जङ्गलको बिचबाट लुकेर हेरिरहेको छ उसले, तर उसले चाहिँ हामीलाई देखिरहेको छ। मैले पनि देखिरहेको छु, तर उसले लुकेर हेरेको जस्तो गरिरहेको छ। यहाँ चाहिँ अलि हावा लाएर चाहिँ बिस्तारै अलिक खर्से गरेर मलाई चाहिँ डर लाग्यो गाइज। अलि म डरकाप्लै पनि छु के, अलि डराउने खालको मान्छे पनि हो गाइज। अब म निस्किन्छु ल। केही अलि सानो तोक्ने खाले जनावर भयो भने त अलिक तोकिहाल्ला भन्ने डर छ के, त्यसैले यो झामतानी लुकेर बसेको हुन्छ नि त, त्यसै कारणले अब डर लागिहाल्छ। डर लाग्नु स्वाभाविकै हो मान्छेमा। अब डर त्रास त भइहाल्छ। अब म गहुँ काट्ने ठाउँ नै र अब यही जङ्गल जानेछु। तर म उता बाटो जान सक्थेँ, जङ्गल नभएको बाटो होइन।
तर म हजुरहरूलाई आज जङ्गलबाट हुँदै म हजुरहरूलाई भिडियोमा प्रकट गरेँ, हजुरहरूलाई जङ्गलको थोरै दृश्यहरू पनि देखाउँछु भनेर है। हेर्न सक्नुहुन्छ जङ्गल, तर म एक्लै आइरहेको छु है गाइज अहिले। अब तपाईँहरूलाई म देखाउने छु गहुँ काट्ने ठाउँसम्मको एरिया। अब तपाईँहरूले हेरिराख्नुहोस्। रुखहरू धेरै छन्, यहाँ चाहिँ सालका रुखहरू हुन्। सालको रुख महँगो पनि पर्छ गाइज। यो ठुलो हुन चाहिँ टाइम लाग्छ कि हो, त्यसरी यी सबै सालहरूको गणना भइरहेको छ। यिनीहरू आफ्ना आफ्ना नम्बरहरू छन् गाइज। अब चाहिँ तपाईँहरूलाई म के देखाउँछु भन्दा चाहिँ यहाँ चाहिँ पुरै त्यो केले खने रहेछ है, जनावरले नै होला सायद गाइज, जनावरले खनेर होला, हल्का खनिरहेको छ। अनि म हजुरलाई त्यो यो के होला गाइज कमेन्ट बक्समा भनिदिनु होला। एकदमै बलियो छ, माटोको यति माथि छ है। यहाँ एउटा बर रहेछ अनि यति धेरै सालको बिचमा एउटा मात्र बर रहेछ गाइज। सालहरू चाहिँ धेरै छन् तर एउटै बर भेटेँ मैले, एउटा मात्र त्यो सालको प्रकार चाहिँ एउटा मात्र रहेछ यहाँ। अब आइसकेँ गाइज, अब म गहुँ काट्ने ठाउँमा पुगिसकिरहेको छु र गहुँ काट्ने व्यक्तिहरूलाई पनि म देखाउने छु। त्यही अघि भेटिएको त्यो फेरि पनि भेट्यो गाइज है। यो के भन्छ अरे माटोको स्तम्भ के थारो परिरहेको थियो नि, त्यो अब फेरि भेटिँदैछ। म तपाईँहरूलाई देखाउने छु ये गाइज, एकदमै बलियो छ। के रहेछ, ओ कमिला रहेछ गाइज है। कमिलाले कति धेरै ताल घर बनाएको रहेछ, यति धेरै मेहनत गरेर घर बनाइरहेको छ उसले। एकदमै स्ट्रगल चाहिँ उसको धेरै रहेको छ र यति ठुलो घर बनाएर त्यसमा चाहिँ बलियो छ है। सिमेन्टले प्लास्टर गरे जस्तो छ, कुनै प्रकारको भट्किने जस्तो त देखिँदैन। मान्छेले भट्काए मात्र भट्किन्छ, एकदमै बलियो छ, पानी पनि छिर्दैन गाइज। र उसको सङ्घर्ष अत्यन्तै छ। पटक पटक त्यति सानो जीवले पनि मिलेर एकतामा काम गरेर उसले यति राम्रो ठुलो घर बनाइरहेको छ। त्यसै गरी हामी पनि युनिटीमा एकतामा रहेर सबै एकतामा रहेर चाहिँ मिलेर काम गऱ्यौँ भने हामी पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा देखाउँछ यसले। र अब म आइसकेको छु गहुँ काट्ने ठाउँमा, मात्र 50 मिटर छ गाइज। अब हेर्न सक्नुहुन्छ म गहुँ काट्ने ठाउँमा अब खेतमा आइपुगेँ। हेर्नुहोस् ठ्याक्कै लाएर, ल हेर्नुहोस् है त, हेर्नुहोस् उहाँ चाहिँ दिदी भाउजू फुपूहरूले गहुँ काट्दै हुनुहुन्छ होइन गाइज। अब हेर्नुहोस् यहाँनिर गहुँ काट्दै हुनुहुन्छ। अब म पनि गहुँ काट्ने छु एकछिनको, हेरेर साथ दिनु ल गाइज है त गाइज। उहाँ चाहिँ दिदी हुनुहुन्छ, आफ्नो इन्ट्रोडक्सन दिँदै हुनुहुन्छ गाइज। ओके बाई भन्छ भन्नु होला, भन्दैन है ल गाइज। अब म पनि गहुँ काट्नको लागि बस्नु पर्यो ल है गाइज। म गहुँ काट्नको लागि तयारी भइसकेँ, काट्दैछु म पनि। गहुँ काटिरहेको छु, मेरो गहुँ काट्दैछु है। अब म गहुँ काट्दै जाने क्रममा अझै गहुँ कसरी काटौँ गाइज हजुरहरूले कमेन्ट बक्समा भनिदिनु ल गाइज। रुगा पनि लगाएको छ, भोइस पनि चेन्ज भइरहेको छ गाइज। त्यस्तै पनि आज म गहुँ काट्नको लागि आइरहेको छु। आँखामा के पर्यो मेरो गाइज, झिक्दिन आउनुहोस् न हजुर। अब कसले झिक्दिन्छ, तपाईँहरूले नै हो झिक्दिने। कसरी भने हजुरहरूको प्रेमले नै झिक्ने हो। हेर्नु त छुरेको भ्यू कस्तो बबाल देखिरहेको छ के। यत्रो गहुँ काटेर सोक्को है। अब रात पर्न लागेको कारणले अब घरतिर लाग्न लाग्यो। यहाँनिर छ गहुँ, त्यो अब भोलि बिहानै आएर काटिन्छ भन्ने कुरा छ। निदले छोडेसम्म अब कोठेर के गर्ने हो थाहा छैन। यहाँ छ यत्रो गहुँ, जामै दिदी। अब ल गाइज गहुँ काटेर सकियो, अब बाटो लाग्यो है। कहाँनिर कटा हो र हजुर,
घरमा ल उल्टो बाटो आइज हेर्नु त जङ्गल त हटेरो भएछ गाइस बाघ निस्केर कोर्ल्याममा पोलेर खाला जस्तो ए बाघले त पोलेर खान्छ के हो न गाइस कि काँचै खान्छ र दिदी बाघले पोलेर खान्छ कि काँचै भालुले नि भालुले मासु खान्छ कि भेकुटा भेकुटा खान्छ ए भेकुटा खान्न बाख्रा खान्छ कि मासु खान्छ नि हो र हो र ए गौँटा चिजमा पाकिरहेछ है जङ्गल त डर लाग्ने देखिरहेको छ भित्र के जाति जनावर होला कोर्लेमै पोलेर काँचै नुन हालेर खाला जस्तो छ गाइज आज चाहिँ भिडियो लङ बनाइरहेको छु गाइज अड्यारो भयो गहुँ काट्दा काट्दै ल गाइज रात नै परिसक्यो अब म भिडियो स्किप गर्न चाहन्छु हजुरहरूलाई धेरै धेरै धन्यवाद मेरो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा अब लाइक कमेन्ट सब्सक्राइब फलो सेयर गर्न नबिर्सनु होला ओके बाई